अब मेरो आमा कहिले पनि बन्न सक्नु हुँदैन। कवीर, के हो आमासँग बोल्ने तरिका? सम्झा तेरो छोरालाई, मैले सकिनँ। जे गर्दा पनि नटेर्ने भयो। हेलो, मलाई लाग्छ तिमीले मलाई ट्युसन पढायो भने म पास हुन्छु होला। तिमी चाहिँ भोलि बेलुका 4 बजी साँझ पख किताबहरू लिएर आउनु है। यो मेरो जिन्दगी तिम्रै नहो बन्दगी। उजाड ग्रीष्म ऋतुपछि हरियाली बोकेर साउन पनि आउँछ। तर मैले यो बिर्सेछु कि सम्बन्ध बढाउने होइन, आफै जोडिने कुरा हो। मेरो आशीर्वाद त सदा तिमीसँगै छ छोरी। नमस्कार छोराले बाबाले गर्ने हो, बाबाले छोरालाई होइन। मैले यो एक पलमा संसारको सबै खुसी पाएँ। अब म तपाईबाट यति टाढा जानेछु कि कुनै दिन तपाईले खोज्दा पनि तपाईको आवाज मेरो कानसम्म आउने छैन। अब मायाको यही पललाई मात्र लिएर भए पनि म मेरो पुरै जिन्दगी तिम्रो नाम बिताउन सक्छु। रुखको पात झरेर उजाड भए पनि श्रावण आएपछि हरियाली आइहाल्छ नि बाबा।